हेर दिनको सुरुवात यसरी भइरहेको केटाहरू उठ्ने बित्तिकै भाँडा मस्काए अब खाना पकाउने त्यो पछि उता यता काम गर्ने दिनको सुरुवात यस्तो भयो सबैको दिनको सुरुवात कस्तो भयो भनिदिनुहोस् त केटाहरू केटीहरू हुन्छ नि भनिदिनुहोस् है कमेन्टमा सधैँ काँड हुन्छ कि झन् चाहिँ बल्ल पुसे थियो फेरि यस्तै हुन्छ यस्तो यस्तो काँड हुन्छ लिहालेको यार सिनेमेटिक लिन्छ चक्करमा ओके लेट्स चिया लिएर जाऊँ होइन पछि पनि हालौँ अनि त्यो पछि चाहिँ यहाँ चाहिँ यसो जिमेल पनि चेकआउट गरौँ होइन जिमेल चेकआउट गरौँ ओके यो आइडीमा होइन लेट्स चेक यसको आइडीमा होइन जिमेल चेकआउट गरौँ केही आएको कि आएन नयाँ नौलो होइन ओके केही पनि आएन होइन सो नयाँ नौलो केही पनि छैन लेट्स चिया खाम पिम जे भने नि हो अनि यसो यहाँ सानो मेरो काम छ होइन के काम भन्नु पर्दा चाहिँ मैले एउटा चाहिँ घन्टी डट वेबसाइट भन्ने चाहिँ एउटा घन्टी त्यो जुन घन्टी बजाउने हुन्छ नि त्यो वाला वेबसाइट बनाउनु ट्राई गरिरहेको छु होइन सो एकचोटि भ्यास कोड खोलौँ तपाईँलाई पनि देखाउँछु होइन सानोतिनो काम त भइसकेको छ फर्स्ट अफ अल चाहिँ म चाहिँ npm रन डेभ ओके बेलाप खोलिसकेको छ अलिकति यसमा के प्रब्लम छ भन्दाखेरि चाहिँ डिजाइनमा प्रब्लम छ अरू सबै काम गर्छ होइन लेट्स सी यसलाई चाहिँ मोबाइलमा चलायौँ भने चाहिँ हामीले चाहिँ मोबाइलमा चलायौँ भने चाहिँ सेक गरेपछि पनि के हुन्छ भन्दाखेरि बेल बज्छ के तर हामीले यहाँ चाहिँ 18 बजाइ होइन यस्तो छ अनि अलिकति यसमा डिजाइनमा फरक छ यसको मलाई बेलको चाहिँ के गर्न भन्दाखेरि चाहिँ ब्याकग्राउन्ड रिमुभ गर्न अनि यो सेक टु रिङलाई चाहिँ अलिकति तल ल्याउन अनि यसलाई अलिकति ठुलो बनाउन होइन त्यही काम बाँकी छ अरू त सबै ठिकठाक छ होइन बजी पनि राखै ओके यही हो सो काम गरौँ त्यो पछि हेरौँ के हुन्छ ओके मलाई चाहिँ अब चाहिँ खाना पकाउनु छैन यता चाहिँ मैले चाहिँ भात बसालिसकेको छु होइन अब यता चाहिँ मैले तरकारी काट्दैछु त्यो पछि यसो फ्राई गरिदिन्छु अब मसला ससा हालिदिन्छु त्यो पछि यो पनि पाकिहाल्छ अनि दाल पनि पकाउनु छ होइन सो यति पकाउँछु त्यो पछि तपाईँहरूसँग भेट्छु होइन
ओके यो भ्लग त मलाई त लाइफस्टाइल भ्लग भन्दा नि कुकिङ भ्लग जस्तो लाग्यो क्या यार ध्यान दियो भने कुक मात्रै गरेर आएको क्या सो केही होइन यो कुक गर्छौँ त्यसपछि खान्छौँ त्यसपछि अनि अरू काम पनि गर्छौँ होइन सो यो पाक्न दिउँ एकैछिन ओके खानासाना सबै पकाउँदै त्यहाँ पाक्दैछ होइन दाल साल पनि बसाल्यो सबै बसालिसक्यो तरकारी पाकिसक्यो ओके गाई पनि यस्तो छ होइन हाम्रो घरतिरको मौसम होइन पुरै कोरा नै कोरा जताततै बिहान त यस्तो फग थियो नि अहिले पो त्यस्तो धेरै फग छैन होइन तर ठिकै हो व्हाट द हेल के हो यो यसलाई फेरि धुन पनि गयो के लाछ यहाँ इङ्क लाछ क्या हो इङ्कै हो पेनको इङ्कै हो जान्न अब यार सेट हिजो वासिङ मेसिनमा धुँदाखेरि यो पनि पेन पनि सँगै गछ क्या ए यार पेनको इङ्क हो यार यो कोट सुक्यो होइन कलर डिफ्रेन्स हेर्नुहुन्छ यो भित्रको कलर यो बाहिरको कलर क्या कस्तो कलर निस्केको क्या ओके खाना चाहिँ पाइसकेको छैन यस्तो ड्यामवाला तरकारी होइन दामी होइन तरकारी चाहिँ बन्दाको तरकारी ड्यामवाला दाल पनि पाइसकेको छैन यति नै हो खान्छु त्यसपछि अनि अरू काम छ मेरो त्यो काम पनि गरौँला अब चाहिँ मेरो के काम छ भन्दाखेरि चाहिँ जुन मैले त्यो घन्टीवाला भन्थेँ नि त्यसको चाहिँ यस्तो सबै कुरा फङ्सनहरू सबै स्क्रिप्ट सबै राम्रै छ होइन सिर्फ मलाई के गर्न भन्दाखेरि त्यसको चाहिँ डिजाइन चाहिँ अलिकति राम्रो बनाउन सो लेट्स गो इन कोड अनि सम कोड चाहिँ अब चाहिँ म चाहिँ यहाँ चेन्ज गर्छु होइन सम यहाँ चाहिँ धेरै केही गर्न होइन सिर्फ सिएसएस मात्रै हो होइन हामीलाई चेन्ज गर्न पर्ने ओके यो चाहिँ हाम्रो चाहिँ सिएसएस त्यो पनि लेट्स यता जाऊँ यसलाई चाहिँ खासै टाइम लाउनु होइन जस्ट 10 to 15 मिनट लागिहाल्छ होइन अहिले चाहिँ 10:25 जतिको सो 10-20 मिनटमा 10-15 मिनटमा यो चाहिँ अब काम चाहिँ भइहाल्छ होइन किनकि खासै धेरै काम होइन रिडिजाइन मात्रै गर्ने हो सो धेरै खासै टाइम लाउनु होइन त्यसपछि म तपाईँलाई चाहिँ यो डिप्लोय गरेर चाहिँ मोबाइलमा पनि चलाएर देखाउँछु होइन सो इन्जोय गर्नुहोस् यो चाहिँ ओके यहाँ चाहिँ बनिसकेको छ होइन हाम्रो चाहिँ टक्क लाएर चाहिँ लेट्स रिङ दामी रिङ भयो होइन अनि यो चाहिँ मेरै हो लोकल होस् पनि चलाइरहेको छु होइन यो चाहिँ मेरै हो अहिले चाहिँ म चाहिँ असाइनमेन्ट गर्न स्कुलको जुन असाइनमेन्ट हुन्छ नि त्यो असाइनमेन्ट गर्न लागिरहेको छु होइन बिदा पनि के भन्ने कि आज शनिबार तर बिदा जस्तै भनिँदैन कि यत्रो असाइनमेन्ट छ लगभग 2 to 3 आवर्स चाहिँ लागिहाल्छ होइन यो असाइनमेन्ट भ्याउनको लागि होइन सो जस्टिस फर स्टुडेन्ट आएर मैले जस्तै भन्थेँ नि झुक्केर यो वासिङ मेसिनमा धोइएछ पेनको हालत के क्यामेरामा राम्रोसित देखेको छैन होला तर पुरै इङ्कै पुरै बाहिर निस्कियो क्या यो अब काम होइन यसलाई त फाल्ने होला नि है सो मसँग नयाँ पेन छ न त सो यही पेन लेखाऊँ होइन लेट्स स्टार्ट
ओके अहिले चाहिँ 12 बजिसकेको छ होइन अनि यु क्यान सी मेरो कोठा कलर हिजो धोएर चाहिँ सुकाएर ल्याएको कपडा यत्तिकै छ यता बिस्तारो मैले उठाएको पनि छैन यता सेटअपको हालत पनि उस्तै फोहोर छ होइन जता कता सामान छ होइन सो आज चाहिँ शनिबार छु यसो यसलाई चाहिँ सफा गरौँ सफा गरेपछि चाहिँ म यसो नुहाउन जान्छु अनि नुहाएर चाहिँ भेटौँ है त ओके म चाहिँ नुहाएर आइसकेको छु होइन सो यो टी सर्ट प्यान्टलाई लेट्स गो ल ओके म चाहिँ नुहाएर आइसकेको छु होइन सो यस्तो छ मेरो अहिलेको आउटफिट होइन कपाल पनि सुका घाम पनि अहिले चिसो पानी नुहाएको मस्तै जाडो भयो क्या मलाई घाम नलागेको कि आजकै दिन फेरि यार चिसो पानी नुहाएको गऱ्यो जाडो 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 अब चाहिँ के काम छ भन्दा चाहिँ मेरो चाहिँ अब त्यो मैले घन्टीको एउटा वेबसाइट बनाएको थिएँ नि त्यसको चाहिँ अब मलाई चाहिँ त्यसको अब गिटरमा रिपो बनाउनु हो रिपो बनाएर त्यहाँ चाहिँ अब पोस्ट पनि गर्दिनँ होइन सो झ्याप्जु त्यो रिपो बनाएर चाहिँ म पोस्ट गरिदिइहाल्छु तपाईँ मेरो गिटअप पनि चेक गर्न सक्नुहुन्छ गिटअपको लिङ्क पनि तलै हालिदिन्छु इफ यु वान्ट चेकआउट गर्न सक्नुहुन्छ होइन अनि त्यो पछि यता जान्छु रिप्चेट के भनेको चाहिँ अब पहिला सुरु कोडमा जान्छु होइन भयो घन्टी डिप्लोय भयो घन्टी डिप्लोय भयो घन्टी डिप्लोय भयो होइन घन्टीको डोमेन चाहिँ अलिक कतिको छैन होइन किनकि फ्रीको डोमेन हो घन्टी.qxto.onrender.com छ होइन फ्रीको डोमेन हो त्यो भएर खासै राम्रो त छैन होइन सो एक्चुअली म यो मोबाइलमा चलाएर पनि हेर्छु है त अहिले चाहिँ म चाहिँ ल्यापटपबाट रेकर्डिङ गरिरहेको क्वालिटी अलिकति नराम्रो आउला होइन सो होइन सुरुमा चाहिँ यु क्यान सी यहाँ चाहिँ एउटा अनेबल भन्ने यो किन ब्लर भयो होइन फोकस भयो कि भएन यहाँ चाहिँ एउटा अनेबल भन्ने सिस्टम हुन्छ होइन यत्तिकै हल्लायो भने चाहिँ बज्दैन आइफोनमा पर्मिसन चाहिँदैन यत्तिकै त बज्छ तर मलाई यो अब यहाँ चाहिँ अनेबल गरेर लेट्स अलाउ गरिदियो भने चाहिँ अब यत्तिकै हल्लायो भने के हुन्छ घन्टी बज्छ अनि मैले रिङको पनि त्यो घन्टीको पनि साउन्ड चाहिँ मैले चेन्ज गरिदिएँ होइन अझै रियल साउन्ड जस्तै देखियो होइन दामी छ होइन सो युज गर्नु होला म तपाईँलाई लिङ्क चाहिँ यसको लिङ्क चाहिँ तल डिस्क्रिप्सनमा चाहिँ दिन्छु होइन सो युज गर्नुहोस् होइन